जस्तो अहिले पछिल्लो समयमा माधव एकदमै धेरै व्यस्त छ, चाहे त्यो सामाजिक काममा होस्, राजनैतिक परिवेशमा त विभिन्न सामाजिक सञ्जालहरूमा पनि माधव झाको नामहरू हामीले देखिरहेका छौँ होइन। विभिन्न मिडियाका साइटहरूमा पनि पछिल्लो समयमा चाहिँ एउटा चल्तो फुर्तो नाम हो माधव झा। एक्कासी कसरी भयो यो एक्कासी भन्न मिल्दैन अलिकति होइन। होइन, जब मिडियामा झ्यामै आइदियो होइन, योभन्दा अगाडि त माधव झा कहाँ के कस्तो त्यो पृष्ठभूमिमा हामी एकैछिनपछि जाउँला होइन। यो एक्कासी हुनुको पनि धेरैवटा कुराहरू त छ नि, त्यताबाट जाउँ न हामी। यो कस्तो भने पूर्वमा जस्तो यो तपाईँले घुमाएर मलाई मन्त्रालयकै क्वेसन सोधिरहनु भएको छ जस्तो लाग्यो। पूर्वमा मन्त्रालयको कुरा आउँदाखेरि किनभने भेग अनुसार र क्षेत्रफल अनुसार मन्त्रालय दिने भन्ने कुरो भए पछाडि मैले विभिन्न संस्थाहरूमा काम गर्दै आएको र विभिन्न मान्छेहरूसँग मेरो डिप्लोमेटिक रिलेसन भएको कारणले उहाँहरूले मलाई सम्झिनुभयो र झापा एउटा राजनीतिको सेन्सिटिभ ठाउँ तपाईँहरूलाई थाहा छ र विभिन्न कार्यक्षेत्रमा सँगै काम गर्दै आएको मान्छेको त भन्दा म लगायत 3-4 जना अझै मान्छेहरूको नामसहित मलाई फोन आएको छ र म पनि यो कुरामा अलिकति अचम्मित भएँ, सक भएँ होइन। र कुरा आए पछाडि म त्यसको 2 दिन पछाडि मात्रै सबैलाई सल्लाह गरेर काठमाडौँ गएँ। काठमाडौँ गए पछाडि विभिन्न मिटिङहरू भयो, विभिन्न कुराहरू भयो, पूर्वको भेगको कुरा भयो, पूर्वको राजनीतिक कुरा भयो, सामाजिक कुरा भयो। त्यस्तै कुराहरू हुँदै गर्दा अहिलेसम्म पनि चर्चामै छौँ भनौँ न। त्यसमा चाहिँ अब हर्क साम्पाङज्यूको पनि रहेछ होइन। तर विभिन्न राजनीतिक बस यो अन्तरिम सरकारको विभिन्न कुराहरूले गर्दाखेरि चाहिँ हामी पनि सोच्न बाध्य भयौँ, किनकि राजनीतिक भनेको धेरै ठुलो गेम र धेरै ठुलो माइन्डसेट गेम र मनोविज्ञानको गेम हो। किन आयो कसरी आयो भन्दाखेरि पनि किन चाहिँ नआउनु पर्ने भन्ने कुरामा जानुपर्छ। हामी युवाहरू होइन, हामी जतिको युवा मभन्दा वरिष्ठ युवाहरू हुन्छ, तर सबै कुरा मिलाउनु पर्यो। सबै गुण हामीसँग हुन्छ भन्ने कुरो त छैन, केही त मसँग पनि कमजोरी होला। र यो नाम आइसक्दा चाहिँ बिर्तामोडको एउटा गौरवको रूपमा आयो र म गएँ, मैले भेटघाट गरेँ, मैले मन्त्रीहरूसँग भेटघाट गरेँ, सुजन गुरुङसँग भेटघाट गरेँ, हाम्रो चामिङ फेस मिराजसँग भेटघाट गरेँ, बब्लु गुप्ता मन्त्रीज्यूसँग मैले भेटघाट गरेँ होइन। लगायत प्रवक्ताहरू विभिन्न मान्छेहरूसँग मैले 2 दिनमा भेटघाट गरेँ। भेटघाट गरिसके पछाडि विभिन्न मान्छे यस्तो मिडिया ट्रायल गर्ने मान्छेहरूले चाहिँ अलिकति यो कुरामा मलाई बेइज्जत गर्न खोजे होइन। तर 2 दिनमै सिंहदरबार पुग्नु, युवा तथा खेलकुद मन्त्रालय पुग्नु, सुजन गुरुङ भेट्नु, मिराज ढुङ्गाना भेट्नु, यो 48 आवरमा कसरी पोसिबल हुन्छ? यदि नाम आएको थिएन भने त उहाँहरूले मलाई भेट्नु हुन्न थियो होला। र नाम आउनुको पनि धेरैवटा त्यो भित्रको पृष्ठभूमिका सङ्घर्षका कथाहरू त हामी माझमा छँदैछ। फेरि माधव झा जहिले विवादमा झापामा केही अप्रिय घटना घटे पनि माधव झालाई रेखा गरेर राखेकै छन्। राम्रो काममा पनि माधव झा अगाडि बढेकै छ। माधव झाको पृष्ठभूमि के हो भन्ने कुरा खुद मैले पनि पत्ता लगाउन सकेको छुइनँ, त्यो चाहिँ म खोज्न आँटेको यो पालि। पछिल्लो समय त विभिन्न राजनेताहरू जसले चाहिँ अब हेर्ने हो भने इतिहासमा चाहिँ स्वर्ण अक्षरले उहाँहरूको नाम लेखाउनका लागि एकदमै सक्षम हुनुभएको छ, उहाँहरूको जीवनी पढिराख्नु भएको छ अरे भन्ने कुरा हामीले सुन्नमा आएको छ। आफूभित्र मैले अघि नै सबै गुण हुँदैन, आफूभित्र अलिकति फरवार्ड मेरो आनी बानी कस्तो छ भने स्टेट फरवार्ड र फिल्डमा काम गर्ने पहिलेदेखि मैले त्यही सिकेर आएको। तपाईँले मलाई 5000 को हुल दिए पनि म कन्ट्रोल गर्न सक्छु। तर सान्दर्भिक कुराहरू, रिसर्चका कुराहरूमा म अलिकति कमजोर भयो कि जस्तो लागेर अलिकति अध्ययनतिर र योग तपस्यातिर चाहिँ अलिकति अहिले ध्यान दिएको छु मैले। योगतिर फेरि कसरी? यो योग तपस्या नेपालका विभिन्न धार्मिक भनौँ न गुरुहरू बाबाहरूसँग मेरो पहिल्यैदेखि चिनजान र उहाँहरूले चाहिँ एउटा पेसेन्स भनौँ न, जुन चाहिँ राजनीतिमा चाहिने कुरो हो, धैर्यता, त्यो कुराहरूको लागि चाहिँ उहाँहरूले मलाई रिफर गर्नुभयो। त्यसको लागि चाहिँ मैले मेडिटेसन गर्ने, अध्ययन गर्ने र त्यो किन बोल्नु एउटा कुरो, पढ्नु एउटा कुरो र लाइफमा व्यवहार एउटा कुरो भयो भने त्यसले अलिकति फेलियर हुने रहेछ पनि मैले सोचेको छु। जेनजी आन्दोलन भाद्र महिनाको 23-24 गतेको कुरा गरौँ, त्यो बेलामा माधव झा थियो चाहिँ कहाँ?
माधव झा त्यो बेलामा जेनजी आन्दोलनको तपाईँलाई पहिलो कुरा म भनिदिन्छु। जेनजी आन्दोलनलाई अलिकति अहिले नेगेटिभ रूपमा लिन खोजिरहेको छ। जेनजी आन्दोलन सक्यो। जेनजी आन्दोलन सक्यो कि जेनजी नै सकियो? जेनजी सकेको छैनन्। तपाईँ घरमा पनि जेनजी छन् होइन? हरेक घरमा जेनजी छन्। जेनजी एउटा यस्तो बम भनौँ न, एउटा यस्तो आक्रोश पोख्यो। 23 गते मलाई विभिन्न साथीभाइहरूद्वारा फोन गरेर बोलाउँदाखेरि म वरिष्ठ मलमा गएँ। मैले त्यहाँ आफ्नो प्रेजेन्टेसन देखाएँ। म लगायत 1-2 मेरो साथीभाइहरू जानुभएको थियो र त्यो आन्दोलन हाइज्याक हो भनौँ। किनभने यो राजनीतिक हो नि त। बेचारा ती जेनजीहरूलाई थाहा थिएन नि त। किनभने कलेजको ड्रेसमा, कलेजको भेषमा, झापामा मलाई कसैले केही गरे जस्तो चाहिँ लाग्दैन। तर नगरपालिकाबाट फर्किसकेको आन्दोलन फेरि नगरपालिकातिर गए र यो लाइन, यो भनौँ न, एक अर्कालाई अम्ला उठाउँदा उठाउँदै उहाँहरू सकिनु भएको। एकले अर्का पार्टी आगो लाउने, अर्को पार्टीले अर्को पार्टीमा आगो लाउने, त्यो भएको। यो केही पनि राजनीतिक द्वन्द भयो यहाँ। र यो जेनजी 23 गते थिए, 24 गते सम्पूर्ण नेपाली नागरिक थिए। बिहानको 3 बजेदेखिको यो आन्दोलन बेतामोडमा त्यो जेनजीले नै गरेको हो त। यो कुराहरू त हामीले बुझ्नुपर्छ नि त। यो राजनीतिकरण भएको हो यहाँ र हुँदै धेर भयो होइन। कसैले भन्नुभएको छ अहिले जेनजीहरू त पछिल्लो समय त मियो बिनाको गोरु भन्छ नि। लिडरै नभए पछाडि कोही कहाँ कता कता सुन्नमा त आउँछ विभिन्न पार्टीहरूका भातृ सङ्गठनहरूको पनि अहिले त जेनजी सङ्गठन भनेर खुलिरहेछ अरे भन्ने सुन्नमा आउँछ। एमाले जेनजी, कङ्ग्रेस जेनजी, माओवादी जेनजी लगायतका। के हो यो जेनजी? म पनि उमेर समूहले जेनजी नै हो। त्यो दिन माधव झा जेनजी आन्दोलनमा नजाँदाखेरि भगोडा भन्थे, डरपोक भन्थे। जाँदाखेरि आज म आतङ्कवादी भन्ला, अराजक भन्ला होइन। कहिले कहिले यस्तो ठाउँमा अड्किन्छौँ कि त्यो निलुम कि फ्यालुम जस्तो हुन्छ। तर तर्नु त छ त्यो खोला होइन। उमेर समूहले देशव्यापी कुरो भएको, जहाँ गाडी पुगेको छैन त्यहाँ टायर जलाएको छन्। त्यो त आक्रोश हो नि त। त्यो त एक्सेप्ट गर्नु पर्यो नि त। सरकारले आफ्नो आलोचना सहन सक्दैन। तर त्यो हुँदै कहाँ बग्यो त त्यो खोला? त्यो त हावाको दिशा कहाँ मोडियो त? त्यो त थाहा थिएन नि त। तर तपाईँले एउटा कुरो के बुझ्नुपर्छ भने 23 गते राति आन्दोलन सके पछाडि पनि प्रशासनबाट त घर छिरी जेनजीका केही लिडरहरूलाई त गोली हानेको पनि देखिएको छ नि त। कानुनमा ढाडभन्दा मुनि गोली हान्नु सरकारले पाउँछ भनेको छ। तर ढाडभन्दा माथि हान्दा चाहिँ के भनेर त्यसको कानुनै छैन। तर इन्टरनेसनल लमा त छ नि त। नेपाल त इन्टरनेसनल ललाई मानेको छ नि त। अहिलेको सरकारले नगर्न सक्ला, आफ्नो ठाउँमा त्यति दम नबोक्न सक्ला। तर जेनजी आन्दोलन चाहिँ भयो, सफल भयो। तर 1-2 अप्रिय घटना घट्यो। त्यो घटनाले गर्दा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु भयो होइन। धेरै युवाहरूले चकचक गर्दा पनि, किन क्रिमिनल एक्टिभिटी जेनजी आन्दोलनभन्दा अगाडि थिएन र क्रिमिनलहरूले पाए, प्रशासनहरूले आफ्नो ठाउँबाट भनौँ न एउटा देश र जनताप्रति एउटा माया गरेर हो कि आफू हार मानेर हात उठाउनु भयो। र जनताको आक्रोश कहाँसम्म पुग्दो रहेछ भन्ने कुरा त हेर्नु, नेपालको इतिहासमा त बारम्बार भएको कुरो हो। यो त आज भोलि मात्रै, यो 2 दिनको 23 र 24 को मात्रै होइन नि त। यो त दम खप्दा गरेर एकैचोटि ब्लास्ट भएको हो नि त। मैले 60 वर्षको उमेरका मान्छेहरूलाई पनि देखेको थिएँ आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो। सक्रिय भएर हिँडेको देखेको थिएँ। केही पार्टीका मान्छेहरूलाई पनि देखेको थिएँ। मेरै साथीहरू घर आगो लाउँछु भनिसक्दाखेरि चाहिँ बचावमा हाम्रो मिसन बिर्तामोडको टिम निक्लेकै हो। जस्तो बिर्तामोडको इलाका ध्वस्त हुँदै गर्दाखेरि होइन, जेनजी आन्दोलनकै क्रममा जब इलाका चाहिँ खरानी बन्यो, त्यस पछाडि सक्रिय औँलाहरू उठेर, सहयोगी हातहरू उठेर चाहिँ हामीले देख्दै गर्दाखेरि नोटिस गर्नै पर्ने हुन्छ माधव झा, पदम श्रेष्ठ। यसको चाहिँ कस्तो छ भने नि, यो इलाका हामीले 25 गते 23-24 सके पछाडि 25 गते हामीले मिसन झपाले बिर्तामोडमा सेतो झन्डा देखाउने मुक्तिचोकमा हामीले देखायौँ। अब
कुनै पनि अप्रिय घटना नघटोस्, किनभने हाम्रै विभिन्न साथीभाइ विभिन्न आफ्नै चिने जानेको घरमा लुटपाट धम्की बन्दुक बोकेर हतियार बोकेर मान्छे भागेका छन्। हाम्रै साथीहरूले हतियार कलेक्सन गरेको छ। र सबभन्दा ठुलो कुरो के हो भने आन्दोलनमा चाहिँ लुकेर बसेनन् क्या युवाहरू, बुझ्नु भएन। 23 र 24 गते घरमा लुकेर बस्ने, आज अराजकता भयो तोडफोड गरे भनेर हुँदैन क्या। त्यतिखेरै आउनुपर्छ हामी जस्तो। हामी 24 गते 3 बजे पछाडि आयौँ त। हामी आए पछाडि कति कन्ट्रोल भएको छ भन्ने कुरा देख्नेले देखेको छ नि त। हामीले 140 जना बिएनसीका बिमारीहरू त्यो 7 वटा एम्बुलेन्सले कसरी बोकेर ल्याएको छ, कसरी डक्टरहरूले के अरे आफ्नो ओभर टाइम गरेर रातभरि खटेर कसरी उपचार गरेका छन्, कसरी हामीले दुर्गा प्रसादज्यूलाई धन्यवाद कुन मुखले भन्नु, कसरी बिर्ता सिटीको हस्पिटलका बिल तिरेको छौँ हामीले। त्यतिखेर उहाँहरू कहाँ हुनुहुन्थ्यो? आज देश र राष्ट्रपतिको कुरा गरिरहनु भएको छ। त्यतिखेर जिम्मेवार हुनुपर्छ नि त। दुर्गा प्रसादले छुट दिनुभएको हो, दुर्गा प्रसादले छुट दिनुभएको। त्यो फोन कलमा हामीले विभिन्न प्रयास गर्दाखेरि उहाँको छोरो उहाँलाई भन्दाखेरि उहाँले बिर्ता सिटीमा विभिन्न हस्पिटलमा लाँदाखेरि बिलको तनाव हो नि त, किनभने प्रशासन पनि छैन, बुझ्ने प्रशासन हुनु पर्यो, कोही वरिष्ठ मान्छे पनि छैनन्। अब के गर्ने त? अनि मिसन झापा र मिसन बिर्तामोड भनौँ, त्यतिखेर मिसन बिर्तामोडबाट हामीले विभिन्न विद्यार्थी नेताहरूलाई फोन गर्दा पनि उहाँले रिसिभ गर्नु भएन, किनकि विद्यार्थी नेताहरू त त्यति बेला त उहाँहरू आफै पनि एक खालको ट्रिगरमा हुनुहुन्थ्यो नि त, होइन त? होइन, यो यस्तो हो, राष्ट्रमा अप्रिय घटना घट्दा चाहिँ लुक्ने, अनि भइसके पछाडि हल्ला सकिसके पछाडि चाहिँ त्यो मुसा जस्तो दुलोबाट निक्लेर त्यो हल्ला गर्ने, त मजा आएन नि त। जस्तो जेनजी आन्दोलन पश्चात हजुर माधव झाको सक्रियता देखेर नै होला सम्भवतः विभिन्न मन्त्रालयको अफरहरू पनि आयो, विभिन्न हामीले मिडियामा देखिरहेका थियौँ। कस्तो के हुँदो रहेछ मन्त्रालयको कुरामा? कस्तो छ भने नि, म 24 वर्ष 8 महिनाको छु र अन्तरिम सरकार अब 4 महिना जति होला। मन्त्रालय पूर्वको भेगलाई र कर्णाली क्षेत्रमा र 4 वटा मन्त्रालय खाली नै छ। त्यसमा सुनवारको नाम, झाको नाम, होइन, धेरै मान्छेहरू अर्को साम्पाङको नाम, 8 नाम आउँदाखेरि हामी सम्बोधन गर्न चाहिँ जानुपर्छ, किनभने केही कुरामा आफूलाई अग्रज बनाइरहेछ भने त सम्बोधन गर्नु पर्यो। मैले अघि पनि भने 2 दिन समय लिए मैले सबै कुरा बुझेँ र मैले एउटा पोस्ट पनि हालेको थिएँ, दिल्ली जानु कि काठमाडौँ जानु भनेर, होइन। त्यस्तै देखियो, त्यस्तै बुझ्यो र विभिन्न अब्स्टेकल्सहरू देखियो, होइन। किनभने यहाँबाट पो नाम आएको त, त्यहाँ त मभन्दा सक्षम, मभन्दा अग्रज मान्छेहरू छन् र भोलि माधव झा मन्त्री भएर गर्ने चाहिँ के भन्ने कुरा त म आफ्नो भूगोललाई पहिला हेर्छु नि त, है। अनि विभिन्न सल्लाहहरू भइरहेछ। अहिले पनि तपाईँलाई भन्छु, पूर्वमा अहिले पनि मन्त्री दिएको छैनन् र मन्त्री दियो भने मिसन झापालाई एक्चुअली चाहिँ उहाँले सोध्नुहुन्छ, त्यति चाहिँ म 100% तपाईँलाई ग्यारेन्टी दिन्छु। माधव झा नगए पनि मिसन झापाले एउटा राम्रो व्यक्तित्वलाई झापाको भेगबाट मान्छे पठाउनेछ, त्यति चाहिँ। किनभने सचिवालयमा हाम्रो मान्छेहरू छन् त अहिले, हामी गृह मन्त्रालयमा हाम्रो मान्छे छन्, हामी यहाँको बारेमा सबै टिप्पणीहरू, यहाँको के क्राइम एक्टिभिटिज भइरहेछ, जस्तो मिटर ब्याजको कुराहरू, यहाँको क्यासिनोमा गरेका गतिविधिहरू भए, यहाँ खोलेआम नङ्गा नाच गर्ने डान्स बारहरू भए, हामीले एउटा सर्कल बनाइरहेको छौँ। रातोरात काम हुँदैन फेरि, हामी मान्छेहरूलाई पुरा वाचमा राखेको छु मैले। र माधव झा चाहिँ को भन्दाखेरि पूर्वको भेगमा चाहिँ जेएनजीले पनि, नेपाल सरकारका मान्छेहरूले पनि पूर्वको भेग माधव झालाई चाहिँ र मिसन झापालाई चाहिँ स्वतन्त्र युवा प्यानललाई चाहिँ हेर्नु र अगाडि बढ्नु भनेर उहाँले गरिसक्नु भएको छ। अहिले मिसन बिर्तामोडबाट मिसन झापा भयो है? हजुर, जेएनजी आन्दोलन पछि नै होइन, हाम्रो सोच पहिलादेखि नै थियो, तर यो एउटा ट्रिगर पोइन्ट भयो क्या, संयोग मात्र, संयोग हो, ट्रिगर पोइन्ट पनि हो। अब जस्तो मङ्सिर 7 गतेबाट दुर्गा प्रसाईले देशव्यापी रूपमा आम हडताल गर्ने एउटा नोटिसहरू आइरहेको छ। अनि त्यही समयमा क्रिकेट फ्यानहरूको एकदमै बडा चाड एनपिएल पनि सुरु हुँदैछ मङ्सिर 1 गतेबाट नै, होइन। अनि अब माधव झा जस्तो हेर्ने हो भने जेएनजी आन्दोलनको एउटा अभियानकर्ता पनि भनौँ। जेएनजीहरूले चाहिँ दुर्गा प्रसाई र त्यही बिचमा हुने नेपाल प्रिमियर लिग, एनपिएल लगायतका धेरै कथाहरू यहाँनिर बुनिरहेको छ। यो कुराहरूलाई कसरी हेरिरहेछ? यो
एउटा कुरो भन्दाखेरि देशमा अहिले समय अलिकति अब हामीले एउटा नारा ल्याएको छौँ अहिले होइन, हामीले एउटा युनिटी फर युथ फर एन्ड पिस भनेर क्या देशमा विभिन्न अर्गनाइजेसन होइन संस्थाद्वारा यहाँ विभिन्न गेम चाल भइरहेछ, विभिन्न कार्ड्स प्ले भइरहेछ। मङ्गोल फेसको आफ्नै नारा छ होइन, दुर्गा परसाईज्यूको आफ्नै नारा छ होइन, राष्ट्रवादी राजावादी उहाँ हुनुहुन्छ। उहाँ आज राजावादी राष्ट्रवादी जेनजी आन्दोलन पछाडि आएको चाहिँ होइन है, फेरि देशको सानो राजा त्यो कुरालाई पनि निहाल्नु। सनातन धर्मको सम्राट हो उहाँ। तपाईँ हामीले उहाँलाई नकार्न मिल्दैन। कतिको त पूजा कोठामा मैले देखेको छु, अहिले पनि मधेसमा जानु पूजा कोठामा हुन्छ, दसैँको टिका लाउँदा पहिलो दैलोमा लगाएको कारण चाहिँ त्यही राजा लगाएको हो। अहिले के भयो कसो भयो टिका टिप्पणी नगरौँ, तर राष्ट्रले चाहेको खण्डमा यस्तो उथल पुथल भएको खण्डमा र देश सकिनुभन्दा यदि राजतन्त्र नै ठिक हुन्छ, तन्त्रमा नजाउँखेरि सेरिमोनियल किङमा जान्छ भने हामीले अँगाल्नुपर्छ। तर व्यक्ति विशेष र व्यक्ति पछिकै सोच हुन्छ। अहिले मैले यो भनिसक्दा यो राजावादी रहेछ भन्ने कुरो होइन, तर काङ्ग्रेसका मदन भण्डारीले पनि यो राजै फ्यालिदिइहाल्नुपर्छ, राजालाई चाहिँ बार्नै पर्छ भन्ने त भन्नुभएको थिएन होला नि त। शेखर कोइरालादेखि लिएर सबै उहाँले एउटा कुरो गरेर अहिले नयाँ जेनेरेसनको राजनीतिक उहाँहरूले यहाँ के गरिरहनु भएको छ। एम्बेसीले मानेन अरे, इन्टरपोलले मानेन अरे, तन्त्रमा त जाने होइन। फेरि कस्तो विडम्बना छ भने नि, जस्तो अब अहिले माधव पनि अब विभिन्न मन्त्रालयसँग अहिले पछिल्लो समयमा नजिक छ। कुनै एउटा मन्त्री बन्नको लागि विभिन्न एम्बेसी धाउनु पर्ने होइन, पश्चिमाहरूको इसारामा चाहिँ आफू कटपुतली हुनुपर्ने, त्यो प्रथा कसरी आयो, के भएर भयो, के रहेछ? अझ पछिल्लो समय त माधव नजिकबाट सिंहदरबार परिसरमा हामीले देखेका पनि थियौँ पछिल्लो समय। यो एम्बेसी द्याउनु पर्ने भन्ने कुरो चाहिँ अब अलिकति कस्तो हुन्छ, अर्को सम्मानको स्टाटस पनि बारम्बार आइराखेको थियो होइन। यस्तो इन्टरनेसनल रिलेसनसिप भएन भने तपाईँ मन्त्री बनेर प्रधानमन्त्री बनेर के गर्नुहुन्छ? तपाईँ घर छिमेकीले तपाईँलाई पत्याउनु भएन भने र यसको मतलब त्यो होइन कि आफ्नो ज्यान बेचेर आफ्नो स्वाभिमान बेचेर मन्त्री बन्नु पनि सकिँदैन। फेरि केही त्यस्तो कुराहरू पनि छन्, तर अस्ति 100% थियो भने अहिले 50% मात्रै छ है। जेनजी आन्दोलन पछि तर अगाडि 100% नै थियो। प्रचण्डले त खुलेआम एकजना हाम्रो पन्जाबी रको मान्छेले मलाई प्रधानमन्त्री बनाउनु भयो भनेर खुलेआम घोषणा गर्दा हुने, र इन्डियन एम्बेसी चाइनिज एम्बेसीमा गएर आफ्नो चिन पहिचान गर्दा के फरक पर्यो त? हामीले रलाई त्यस्तो नेगेटिभिटीमा किन हेर्छौँ भन्ने लाग्छ क्या मलाई। यो चेक इन ब्यालेन्स हो सबै कुरो। रको कुरा कसरी आयो फेरि यहाँ? जस्तो अब हाम्रो छिमेकी राष्ट्र भारत भएकोले गर्दाखेरि र आयो, जस्तो अब चिन पनि त्यत्तिकै छिमेकी उसमै पर्यो। चिनको त्यसरी गुप्तचरहरू चाहिँ किन आउँदैन हाम्रो मुखमा? अब एउटा कुरा के बुझ्नु भने चेलीबेटीको सम्बन्ध इन्डियासँग हाम्रो छ, रोटी साटासाट गर्ने सम्बन्ध छ। एउटै कल्चर, लगभग भाषा। सानैदेखि इन्डियन टिभी हेर्छौँ होला, हिन्दी त हामीले सबले बुझ्छौँ होला होइन। हाम्रो पुर्खा पनि उता गएर काम गरेका छन्, उहाँहरूको पुर्खा पनि यता आउनु भएको छ। नेपालमा रह किन हाबी भन्दाखेरि गोर्खा रेजिमेन्ट जति रिटायर भएर रह हुन्छ, त्यो कुरा तपाईँलाई थाहा छ। गोर्खा रेजिमेन्टबाट विभिन्न दार्जिलिङ पुलिसबाट त्यस्तो नेपाललाई बुझ्ने मान्छेहरू चाहिँ म्युचुअल अन्डरस्ट्यान्डिङ मिलाउन रहन्छ। किनभने अहिले हेर्नु पनि सिकेरहरूले देश फुटाइदिन्छु भन्दैछन्। त्यस्तो अराजकलाई कन्ट्रोलमा ल्याउने इन्टरनेसनल पावर त चाहियो। त्यही हो, त्यति मान्छे कुरो। अहिले त्यति बुझौँ, त्यति त्यो यो कुराहरू धेर कोट्याएर चाहिँ समस्या तपाईँलाई पनि हुन्छ, मलाई पनि हुन्छ। यो समस्यातिर नजाउँ। जस्तो अहिले फेरि पछिल्लो समय चाहिँ यति धेरै पार्टी दर्ता भइराखेको छ होइन, जेनजीहरूको के हुँदैछ? अब
कता कता सुन्दै थिएँ ऋषि धमलाको पनि आफ्नै पार्टी आउँदैछ। हर्क सम्बाङज्यूको त श्रम तथा संस्कृति पार्टी भनेर व्यापक रूपमा चर्चा भइ नै राखेको छ। अहिले प्रचार प्रसारमा उहाँहरू त हिँडिरहनु भएको छ। जेएनजीहरूको कस्तो के छ? अब यता हेर्ने हो भने कुलमान घिसिङ, बालन शाह, सुमना श्रेष्ठको एउटा नाम जोडिएर एउटा सङ्गठन हुन्छ है भनेर एउटा गाई गुई आएको पनि थियो, फेरि पछाडि ठप्प भएको छ अहिले त्यो कुराहरू। अब जेएनजीको के छ? अनि जेएनजीलाई अहिले पछिल्लो समयमा जेएनजी भनेर भन्दै गर्दाखेरि चाहिँ मिराज भन्दा पनि अगाडि चाहिँ सुदन गुरुङको नाम आइराखेको छ होइन? यो कुराहरूलाई चाहिँ झापाको जेएनजीहरूले कसरी निहालिरहेको छ? झापाको जेएनजीको बारेमा मलाई थाहा छैन। थाहा छैन? झापामा त्यस्तो नेतृत्व लिएर अगाडि बढ्न सक्ने अहिलेसम्म आउनु पनि भएको छैन। जेएनजीबाट आउनु भएको चाहिँ 1-2 जना देखिरहेको थिएँ होइन, मेरो कटक्ष गर्दै थिएँ होइन। अब मैले अघि पनि भने जेएनजी भएर मात्रै भएन क्या, रिस्पोन्सिबल हुनु पऱ्यो नि त, डिप्लोमेटिक हुनु पऱ्यो नि त। र 23 र 24 2 दिन चाहिँ कतै हुनुभन्दा देर गरिदिएर प्रस्थान गरिदिएर अनि म जेएनजी हो आज देश सुधार्छु, त्यतिखेर खोइ त्यो बिमारीहरूलाई त्यो गर्दा खोइ इलाका पुर्दा इलाका बनाउने बेलामा खोइ मान्छेको घर सुरक्षा गर्ने बेलामा खोइ जनतालाई हौसला दिने बेलामा खोइ त्यो पनि त जेएनजी काम थियो नि त। अब यस्तो हुन्छ हेर्नु, जेएनजी जेनेटिकली इगोइस्टिक उमेर हिसाबले यो प्रुभ हो क्या। जेएनजीको डिएनएमै जेनेटमै के हुन्छ भने इगोइस्टिक रियलिस्टिक हेर्न, फेरि रिजल्ट चाहिँ दिन्छ। फेरि मैले पहिले भन्थेँ जेएनजी पुस्ता तपाईँहरूको घरमा तपाईँको छोराछोरी छ भने ओइ जा पानी लिएर आइज भन्नुभयो भने अलिकति निधार कुम्च्याउने बिस्किने रिसाउने। तर तपाईँहरूको पुस्तामा ओइ पानी लिएर आइज, जा खेत खनेर आइज न, त्यो त ठुलो कुरो डिलै हुँदैन थियो। अहिलेको बाउले छोरोलाई ओइ भनिसक्दा चाहिँ ओइ किन भन्नुभयो भनेर चाहिँ उल्टै बिस्किन्छ। तर यिनीहरूलाई फकाएर काम गर्न सकिन्छ, यिनीहरू डिपेन्डेन्ट हुन्छ क्या यिनीहरू जेनेटमै। र जेएनजीलाई नि भाड्नलाई पार्टीका नेताहरूले आफ्नो गेम खेले। काङ्ग्रेसका जेएनजी, एमालेका जेएनजी, माओवादीका जेएनजी, सबैका जेएनजी हुन थाले। जेएनजी पुलिसभित्र पनि छ, प्रशासनभित्र पनि छ। जेएनजी सरकारमा पनि एकजना देखियो, भोलि मेरो नाम आयो भने दोस्रो हुन्छ होला। अब जेएनजी पहिला पनि थियो, आज पनि छ, सदा सर्वदा रहन्छ। एउटा उमेर समूह न हो, एउटा उमेर एउटा कोड त हो। त्यो पछाडि अर्को पनि आउँछ त, जेएनवाई जेएन अल्फा के छ। अब यो जेएनजीमै किन जानुहुन्छ भन्ने कुरो म बुझ्छु क्या। जेएनजीमा चोर पनि छ, फटा पनि छ, राम्रो पनि छ, नराम्रो पनि छ। र यो अलिकति अनलाइन सोसल मिडियामा हुर्केको जेएनजी हो क्या, खहरे जेएनजी भनौँ, खहरे जेएनजी भयो। अनि अध्ययन र जेएनजी तपाईँले पार्टी कुरो गर्नु म सबैतिर बुझेर उहाँले किताब अध्ययन गर्नुभन्दा ठुलो एलइडी टिभी लगाएर एआईबाट काम गरिरहनुहोस्। एआईले देश चल्छ। एआई त एउटा भनौँ न कोड ग्रामर मिलाउने र अलिकति रियलिस्टिक नलेज दिने र सर्टकटमा, तर त्यसलाई नै इम्प्लिमेन्ट गरेर हिँड्नु चाहिँ त्यो ग्राफिक बनाउनु, टिकटकमा ट्रेन्ड चलाउनु, फेसबुकमा ट्रेन्ड चलाएर चाहिँ म नेता बन्छु, म राष्ट्रिय सेवक बन्छु भन्न चाहिँ मिल्दैन। यो बहुत गम्भीर विषय हो। किन माधव झाले घमण्ड गर्दैछ? म त 2021मै अनसन बसेको मान्छे हो, आफ्नै मुखले आफ्नो तारिफ गरेको होइन। तर 9 दिन हामीले देखेको छौँ। राष्ट्रको लागि 9 दिन भोकै बस्नु एउटा मुक्ति चोक जस्तो ठाउँमा र मिटर ब्याज ऐन ल्याउनु, सरकारलाई हलाउनु हो, त्यतिखेरका जेएनजीहरू खोज्नु पर्यो। अब मैले सुजनलाई पनि भने, हेर्नु है अलिकति मैले समय लिएँ तपाईँले, सेन्ट्रलाइजेसन के हो त? सेन्ट्रलाइजेसन जति बाटो छन् काठमाडौँमै छन्, तर काठमाडौँ यस्तो ठाउँ हो दसैँ हुँदाखेरि त्यहाँबाट 77 जिल्लाको मान्छे आफ्नो आफ्नो ठाउँ फर्किन्छ, काठमाडौँ खाली हुन्छ। के उहाँहरू भौगोलिक नेता हो त? भौगोलिक युवा नेता हो त? त्यहाँको रैथाने त पक्यो पनि होइन रहेछ, धेरै छैनन्। मेरै एकजना साथी म पढ्ने काठमाडौँ बस्नुहुन्छ, तर उहाँहरू रुकुम रोल्पातिर हिँड्दै हिँड्दै 7 दिन लाग्छ भन्थे क्या। जाँदा जाँदै दसैँ सकिन्छ मेरो भन्थे क्या। अनि सेन्ट्रलाइजेसन गरिदिन्छन् क्या कुराहरूलाई। यहाँ पनि त छ नि त युवाहरू, र म नहल्लिएको नथर्किएको
ढिलो गएँ तर जेएनजी प्रतिनिधि भएर गएको होइन म। माधव झा राष्ट्रिय अभियन्ता हो, बिचमा म हराएँ होला, म निराश भयो होला, तर यो आन्दोलनले मलाई ट्रिगर र अलिकति प्रोत्साहन चाहिँ गरेको त्यति मात्रै कुरो हो। मेरो नाम लाइमलाइटमा आयो, आज मलाई मान्छेले चिन्न थाले र म विभिन्न योजना र प्लान छुप्रेर बसेको छ नि त, त्यो म अब निकाल्छु नि त। म आफू चुनाव नलडे पनि मान्छे खोजेर ल्याएर त्यसलाई चुनाव लड्ने लायकको बनाउँछु नि त। जस्तो नि माधव, जस्तो अब जति जे गर्यो सोसल मिडियाले गर्यो है, होइन त्यस्तो होइन। हामीले बुझ्दै गर्दाखेरि एज अ म मिडियाको कुराबाट होइन, एउटा सर्वसाधारणको कुराबाट भनौँ, जब सोसल मिडियाहरू झ्यापझुप बन्द भयो त्यस पछाडि चाहिँ रातारात हाइलाइट्स भएर आयो नि त यो फ्रस्ट्रेसनमा ट्रिगर भयो होइन। सम्भवतः स्टार्टिङदेखि नै सोसल मिडिया थिएन भने यति साह्रो हुन्थ्यो जस्तो लाग्दैन थियो मलाई। त्यो जुन नेपो बेबी लगायतका धेरैवटा मिसनहरू अगाडि आयो नि, यति साह्रो हुन्थ्यो जस्तो लागेन क्या मलाई। पहिलो कुरो यसलाई प्रि प्लान भन्नु, मैले भने आन्दोलन सोसल मिडियाबाट मात्रै आयो, यो 10 दिन अगाडि नै थियो। तर सोसल मिडिया बन्द भइसके पछाडि यो के अरे भाइरल हुँदै गयो, मान्छेहरूले यसलाई सपोर्ट गर्दै गए र अलिकति त्यहाँ अलिकति उसाट के भने एउटा बच्चालाई चाहिँ मन्त्री गाडीले हानिसके पछाडि त्यो भिडियोहरू भाइरल भयो। याद गर्नु है, शेरबहादुर देवाको छोरो चाहिँ हिल्टन होटल किनेर त्यो फोटोसोटो खिचेको कुराहरू भाइरल भयो होइन। गुचीको क्रिसमस ट्री बनाएको कुराहरू भाइरल भयो। अनि आम जनतामा के जान्छ भने नि अलिकति सोसल मिडियामा के छ भने यसले मान्छेलाई जता लाने, मान्छेलाई आकाश पनि उडाउन सक्छ, तुरन्तै भीमा झार्न सक्छ र म त्यही कारण इन्टरभ्यू दिन र कुनै कुराहरूमा म मान्दिनँ क्या। यसको यति पावर छ र पार्टीका मान्छेलाई नेगेटिभ वेमा देखायो क्या। पार्टीका मान्छेलाई पार्टीभित्र दले दलाल फटा अराजक 40-40 वर्षसम्म एउटै मान्छे अध्यक्ष भइदिने, जसलाई जे मन लाग्यो त्यही गरिदिने दमन हिजोको दिनमा नहेरेको हो र, यहाँ खोलाको ठेका नदेखेको हो र, यहाँका विभिन्न नेताहरूको नहेरेको हो र, रुतबा हेर्दा हेर्दै सबैले फिल गर्नुभएको छैन र नढाँटी भन्नु न, किन लजाउनु, डराउनुहुन्छ। मर्न जन्मेका मान्छे एक दिन मर्नै पर्छ हेर्नु। डर चाहिँ भुत्रो पनि छैन हौ, सिधा कुरो भन्दाखेरि डर भन्ने कुरो मसँग छैन। हामी युवाहरू यत्रो भइसक्यो, यत्रो देखिसक्यो, यो जेनजी युवाले त कोरोना पनि देख्यो, बन्द पनि देख्यो, यो आन्दोलन पनि गर्यो, यो त यो जेनेरेसनले सबै कुरा भोगिसक्यो। चाह्यो के भन्दाखेरि बाइपास भन्ने कुरोमा चाहिँ छैन क्या। पुलिस प्रशासनको पनि लिपित यो जेनेरेसन, यो पुलिस प्रशासनको एउटा ब्याचै चेन्ज नगरी हुँदैन। ब्युरोक्रेसी मन्त्रालय के घुसखोर छ, ब्युरोक्रेसी घुसखोर छ, नदेखेको हो र, प्रुफ छ हामीसँग। मन्त्रालयमा के हुन्छ, त्यो बाहिर के हुन्छ, हामीले सहायक सिडिओ कि सहायक सिडिओले त्यहाँ हाम्रो दमकमा एउटा रक्सी खाँदै गरेको त्यो अफिसमा त्यो भिडियो भाइरल भएको थियो नि एकजना लेडिजसँग, हो यस्तै यस्तै कुराहरू हो क्या। इलाइटमेन्ट भन्छ क्या यसलाई। एउटा धनीमनीको परिवारको बिहेमा डिआइजी आइजिपी आइदिने, एउटा गरिबले गुहार माग्दा पनि डिएसपी भेट्न नपाउने। नगरपालिकाको अधिकृत होला सम्भवतः दमकको त। त्यतिखेर उहाँ नगरपालिका अधिकृत कि के हुनुहुन्थ्यो भने सिडिओ कि सहायक सिडिओ कि अधिकृत हुन्छ, यहाँबाट के जानुभएको थियो भन्ने कुरो मैले सुने। यस्तो कुराहरू हो क्या। जिम्मेवारमा वाहन गर्न नसक्ने, आफ्नो संविधान बुझ्न नसक्ने मान्छेहरू भएर त यस्तो भइरहेको छ। त्यसैको पनि एउटा आक्रोशको पोका पोका यो फुट्छो नै। यो प्रचण्डले पनि भनेको थियो त, यो घमण्ड, यो आक्रोश कुनै न कुनै दिन पोखिन्छ, पोखियो। त्यसो त दुर्गा प्रसादले पनि भन्नुभएको थियो नि त, हेर्दै जानुहोस् यहाँको प्राय नेताहरू आफ्नो कुम्लो कुटेर बोकेर यो ठाउँबाट भाग्नुपर्छ भनेर भनिरहनु भएको थियो। आजभन्दा अगाडि हाम्रो के अरे चारपानेमा एकजना पत्रकारज्यूले बोलाउनु भएको थियो, हेर्नु त्यो निजम मैले पनि भने नेताहरूले बाटो खान्छ के भने फ्रस्ट्रेसन पोखिसक्यो क्या। युवा जो चाहिँ एउटा नालीको ठेगा छोड्न नसक्ने युवा चाहिँ अहिले पनि त्यस्तै कुरो गर्छन्। तर एउटा इन्डिपेन्डेन्ट युथ, आफूमा भनौँ न सक्षम भएको, आफ्नो सोचमा सक्षम भएको मान्छे, किन पहिला राष्ट्र त्यो पछि पार्टी,
त्यो मान्छेहरूले चाहिँ यसो कटक्स गर्न थाले कति ठाउँमा चाहिँ ठिकै छ भन्ने टाइपको भइसकेको छ पार्टी नछोडे पनि उहाँहरूले बुझिसक्नु भएको छ तर त्यहीँबाट भात चाल तरकारी हातदेखि मुख जोड्ने बाटो छ भने उहाँहरूलाई बिचरा बाध्यता छ त्यो छोड्नु उहाँहरूले पनि बिस्तारै बुझ्नुपर्छ र बुझ्नुहुन्छ उहाँहरूलाई म अहिले पनि के भन्छु भने तपाईँहरू पार्टीलाई सही बाटोमा लानु लेनिनवाद मार्क्सवाद सेतोवाद केही गलत छैन तर यो भइरहेछ त तपाईँहरूको किताब अनुसार तपाईँहरूको सोच अनुसार केही भइरहेछ त के हो कमरेड भनेको फकिर हो फकिरले कहिले पनि रेमटका लुगा लैलुनका लुगा के अरे प्राडो गाडीमा चढ्नु पर्दैन क्या बरु डाक्टर बाबुराम भट्टराईले गोर्खा गाडी चढेर आज उहाँको अलिकति प्रेजेन्टेसन देखिरहेछ नि त किनकि होइन पोजिटिभ मेसेज त गइरहेछ नि त उहाँको हिजोको दिनमा जङ्गल जङ्गल लुकेर आएको आज उनीहरूको सानपट्टि हेर्नु न हिल्टनमा भात खानुपर्ने कहाँ गएर के गर्नुपर्ने रक्सी खाएर कुन होटलमा लड्नुपर्ने केपी ओलीको त्यस्तै छ उहाँको ड्रेसअप हेर्दाखेरि त मलाई जस्तो लाग्छ 5-10 लाखभन्दा मुनिको ड्रेसअप होइन होइन शेरबहादुर देउवाको त कुरै छोडिदिउँ उहाँहरू चाहिँ इलाइट पार्टी हो उहाँहरूको पुँजीवाद राष्ट्रवाद तर एउटा कुरो चाहिँ मैले फिल गरेको के एमाले भन्दा 10 गुणा धेरै पावरफुल र 10 गुणा धेरै सङ्गठित त नेपाली काङ्ग्रेस हो एमाले भन्दा धेरै अराजक र धेरै भोगेर गोली चलाएर मान्छे मारेर टाउको टेकेर आएको त माओवादी हो यी दुईटा पार्टी अहिले साइलेन्ट छन् हाम्रो महेशज्यूमा चाहिँ बोलिरहनु होस् महेश बस्नेत र उहाँलाई दुई तरिकाले हेर्नुपर्छ राजनीतिक रूपमा हेर्ने हो भने उहाँ त पार्टीको हनुमान नै हो उहाँले पहाड त थाम्नुभयो पार्टीलाई त बोल्ने लायकको त बनाउनु भयो तर उहाँहरूलाई म एउटा के उहाँबाट के उहाँको पार्टीबाट मान्छेहरूको म कुरा के सुन्छु भने एमाले भन्छ नि पहिला नेपाल भन्नु नि यो अन्त लाइन एमाले होइन क्या पहिला नेपाल भन्नु पर्यो जिन्जी पनि तपाईँको भाइ भतिजाहरू नै हो छोरा हो नि नाति हो नि कसरी समेट्न सक्नुहुन्छ त्यो तपाईँ कुरो त्यो गुण चाहिँ राजामा भएर आयो त्यो जनताले राजा खोजिरहेछ त्यो गुण चाहिँ सेरेमनी किङमा थियो राजामा थियो त्यो गुण चाहिँ हाम्रो के अरे मदन भण्डारीमा थियो त्यो गुण चाहिँ गिरिजाबाबुमा थियो तर अहिलेकोमा छैन देखिँदैन अहिलेको कहाँ देखियो त धम्काउने सिङ्गै म देश बचाइदिन्छु भनिदिने थर्काउने यो उहाँलाई लाग्दैछ होला तपाईँलाई के भन्दैछु पपुलारिटीले भोट आउँदैन है धम्काएर मान्छेको हुल देखेर हुँदैन है भोलि माधव झासँग पैसा भने माधव झाले पनि मान्छे निकाल्न आँटेकै हो जसले जस्तो तास फाल्छ त्यस्तै गर्ने हो कतिपय मान्छेहरू त त्यही तरिकाले हिँडेको छ नि त मिराजको पार्टीको कुरा के हुँदैछ अहिले मिराजले माधव अलिकति मिराजसँग नजिक भएकोले गर्दा मिराज मेरै उमेर समूहको भएको कारणले उहाँ पनि 24-25-26कै हो म पनि त्यही उमेर समूह भएको कारणले मेरो संस्थाका धेरै मान्छेले उहाँको साथीहरूलाई ट्रेडिङ गर्नु हुँदो रहेछ बिजनेस गर्नु चिनिरहेको कारणले उहाँसँग मैले भेटघाट गरेँ उहाँले मलाई राम्रो रिस्पोन्स दिनुभयो उहाँसँग धेरै कुराहरू भयो मुद्दालाई कुराहरू पनि भयो पूर्व पश्चिम भेगको कुराहरू पनि भयो राजनीतिक कुरा पनि भयो जेनजीको बारेमा कुराहरू पनि भए अब के गर्ने अगाडि भन्ने कुराहरू पनि भए सँगसँगै मैले उहाँको एउटा कुरा के देखेँ हम्बलनेस देखेर मलाई उहाँ चाहिँ कस्तो लाग्यो भने अलिकतिको मान्छे चाहिँ लिडरसिपमा जाँदा चाहिँ फरक पर्दैन होइन उहाँलाई मैले के भने चाडपर्व सक्यो अब 77 जिल्लाबाटै आउँछन् है जेनजी आओस् अभियन्ता आओस् राष्ट्रिय अभियन्ता आओस् अग्रज व्यक्तित्व आओस् राष्ट्रवादी युवाहरू आउँछन् है तपाईँले थाम्न सक्नुहुन्छ त भन्दाखेरि उहाँले एउटा सङ्गठन खोल्नुपर्छ भन्नुभयो त्यही सङ्गठनमा हामीलाई पनि कुरा भइरहेको छ हामी पनि पुरैमा छौँ होइन हामीलाई ऋषि झमलाको वाइफले ऋषि झमलाले नै भनौँ न प्राइम टेलिभिजन बोलाएर सङ्गठनको कुरा गर्नुभयो विभिन्न क्षेत्रबाट अहिले चाहिँ फोन आइरहेछ हामीलाई सङ्गठित हुनु तर हामीले स्वतन्त्र युवा प्यानल किन खोलेको भने अब वेट एन्ड वाचमा छौँ अहिले कति हामी पर्खेर हेर्ने किनभने हामीसँग धैर्यता छ पेसेन्स छ राजनीतिमा पेसेन्स भएन भने हुँदैन 2000 कतितिर मगाजीले नराम्रो चिया दोकानमा भन्दाखेरि मान्छेले कुट्थ्यो अरे त्यहाँबाट एमाले अहिले नराम्रो भन्दा पहिला मान्छेले कुट्थ्यो अरे अहिले जेनजीलाई नराम्रो भन्यो भने धर्ममा छन् मान्छे यो त एउटा लहर हो नि त यो लहर चेन्ज हुन्छ र हाउभाउ ह्याँ फ्याँ फुमा लागेर चाहिँ म के गर्छु पहिले जस्तो म उठ्छु भन्दा हुँदैन किनभने वेट एन्ड वाच हो सबले हेर्दैछन् किनभने एकचोटि वार्निङ दिइसके पछाडि पनि त्यही तरिकाको मुभमेन्ट हुन्छ भने
पहिलो सर्ट हान्न मात्रै गाह्रो हो क्या, सेकेन्ड सर्ट चाहिँ गाह्रो हुँदैन, आफै लाग्छ, टेन्सन छैन। पछिल्लो समय सुदन गुरुङ र मिराज बिचको कनेक्सन चाहिँ कस्तो के छ? माधव झालाई सोधेँ मैले। यो सुदन गुरुङ मिराज ढुङ्गाना दुईजनाको आफ्नो आफ्नो रियलिस्टिक व्यवहार बिहेभियर छ भनौँ न। माधव झाको आफ्नै छ होइन। मिराज अध्ययन गर्ने, इम्प्लिमेन्ट गर्ने र सिस्टमेटिक वेमा चल्ने खालको मान्छे हो। उसलाई के गर्दा ठिक होला, के गर्दा बेठिक होला, मैले यो भन्यो भने के हुन्छ होला भन्ने टाइपको मान्छे। त्यसमा सुदन गुरुङ भनेको एक तरिकाको वारियर, एक तरिकाको फाइटर, र भनौँ न, र हुन्छ नि पुरा। उहाँ चाहिँ काँचै हो क्या, र हो, उहाँ जे छ त्यही हो। उहाँलाई अध्ययन गर्नुपर्ने, भाका मिलाउनु पर्ने उहाँलाई काम छैन, उहाँ गर्नुपर्ने हुन। उहाँ पोलिटिकल पार्टी पनि नखोल्ने भए, एउटा अभियान चलाउने भए होइन। त्यो अभियान कुराहरू बादमा गराउँदा त्यो अभियान चलाउने हो। मिराजले एउटा पार्टी दर्ताको लागि प्रोसेस गर्दैछ जस्तो लाग्छ। तर जेनजी आन्दोलनमा बालेनको सुरुवाती समयमा हेर्ने भने एक खालको समर्थन थियो, सुस्त समर्थन भनौँ न, साइलेन्ट होइन समर्थन थियो। तर जब जताततैबाट सामाजिक सञ्जालदेखि लिएर हरेक कुरामा बालेन आऊ, प्रधानमन्त्री बन भनेर अनेक तरिकाको आवाजहरू उठ्दै गर्दाखेरि बालेनकोबाट कुनै पनि रेस्पोन्स नआउँदै गर्दाखेरि जेनजीहरूको फिल कस्तो भयो त्यो बेलामा? बालेनको कुरामा यस्तो हो, बालेनले एउटा सेसेस लेखेको थियो, संविधान पल्टाउनुपर्छ, सांसद विघटन गर्नुपर्छ, सांसदलाई रद्द गर्नुपर्छ भन्ने कुरा पोस्ट, अन्तिम पोस्ट होला। त्यहाँबाट उहाँ 15 दिन जति बोल्नु भएन। एकैचोटि लुसिफरको कुरामा उहाँले पोस्ट लेख्नुभयो, जुन चाहिँ उहाँ कस्तो भयो भने बालेन इज जस्ट अ फ्रन्ट म्यान क्या। बालेन हेज अ टिम, वेल प्रिपेयर्ड एन्ड प्रिप्लान एन्ड एजुकेटेड टिम क्या। त्यो सानो कुरो होइन। उहाँसँग यस्तो राम्रो टिम छ हरेक क्षेत्रका। र संविधान पल्टाउनु त जरुरी छ नि त। संविधानलाई खारिज गरेको भाइ पो प्रधानमन्त्री, नत्र यो संविधानले त अब जेनजीका अध्यक्षहरूलाई त आतङ्कवादी देखाउँछ नि त, आतङ्कवाद देखाउँछ नि त। आइजिपी, पूर्व आइजिपी साहबले भन्नुभयो, यो पिपल मुभमेन्ट घोषणा गरेन भने त भोलि सुदन गुरुङ, मिराज ढुङ्गाना लगायत या के अरे पुरुषोत्तम यादव, यो 14जना जुन टाउकै छन्, उहाँलाई त देशद्रोही मुद्दा लाग्छ नि त। र गर्न त गए, तर त्यो स्याललेको एउटा कहानी छ नि, त्यो लङ्गुरले अङ्गुर टिपे जस्तो नि, अङ्गुरै टिप्न सकेनन्, रुक्सी हलाए टोली। यो एउटा सचेतना चाहिँ बनाए। तर त्यो दिन संविधान त्यो गरिदिएको भाइ, के अरे सांसद त्यो रद्द गरिदिएको भाइ चाहिँ बालेन 100% आउँछ। तर यतिखेर आएर चाहिँ सबै जिम्मा उहाँले दिनुभन्दा चुनावसँग पर्ख्यौँ न। किनभने म जेनजी युवालाई पनि के भन्छु, स्वतन्त्र युवालाई पनि के भन्छु भने, अब भनेको हाम्रो लडाइँ चुनावमा छ क्या। जिन्दाबाद मुर्दाबाद गर्न छोड्नु, हामी लड्ने नै चुनावमा हो। अब आगामी फागुनमा चुनाव हुँदैछ, यो जेनजी प्लस जेनजीको अभियन्ताहरूको भूमिका के रहन्छ? जेनजी र जेनजीका अभियन्ताहरूको भूमिका के रहन्छ त्यो चाहिँ थाहा भएन। माधव लगायतका, माधवका आसपासको हाम्रो अग्रज व्यक्तित्व, अग्रज युवाहरूको, राष्ट्रवादी युवाहरूको के हुन्छ भने, पार्टीकै होस् या पार्टी बाहिरकै होस्, राम्रो होस्, सफा मनको होस्, कुनै दाग लागेको नहोस्, हिजोको दिनमा विभिन्न चलखेलमा चाहिँ उठ्न नपाएका राम्रो मान्छेहरूलाई हराएका, जो फेरि पार्टीकै होस्, मतलब भएन। वी आर प्लानिङ टु ओपन पोलिटिकल एन्ड नन पोलिटिकल टिम। एउटा पोलिटिक्स युथहरू हुन्छ, एउटा नन पोलिटिक्स युथ, जसले चाहिँ के हुँदैछ त उहाँले प्लान गर्नुहुन्छ, एक्सपर्टिजहरू राख्ने हो। यो क्षेत्रमा एउटा राम्रो पार्टीकै मान्छे छ भने हामीले उहाँलाई अगाडि बढाउनुपर्छ, पुसअप गर्नुपर्छ, हामी लडाइँमा जानु, हामी टेक्निकल डिप्लोमेटिक कुरा गर्ने मान्छे हो। किनभने एकछिन होला गरेर केही पनि हुनेवाला छैन। तर उहाँलाई भोलि जिताए पछाडि सचिवालय हाम्रो ओभरमा आउँछ। त्यो चाहिँ नन पोलिटिकल टिमबाट हामी गर्छौँ, हाम्रो मान्छे जित्दैछ भने। किनभने बार्गेनिङ उहाँले सुरु गर्नुभयो, बार्गेनिङ हामी पनि गर्छौँ। नबुझे खण्डमा हामी लड्न तयार छौँ। कस्तो जेनजी आन्दोलन त्यो तरिकाले अब संसद भवन डढ्यो होइन, सिंहदरबार गयो, सर्वोच्च अदालत गयो, भौतिक संरचनाहरू त अनगिन्ती ध्वस्त भएका छन्।
होइन, परिवर्तन पनि भए, आमूल परिवर्तन पनि आयो, सरकार ढल्यो। तर पछिल्लो समयमा आएर जेनजी आन्दोलनबाट प्रधानमन्त्री, मन्त्री लगायतका यावत कुराहरू आउँदै गर्दाखेरि फेरि 70 क्रस एबभै प्रधानमन्त्री आउनुभयो क्या। यो कुरो चाहिँ यो मैले भन्ने कुरा होइन, यो बुझेको मलाई हुन्छ। सर्वसाधारणले कुरामा एकान दुईकान मैदान भएको कुरा हो। यो कुरा चाहिँ अलिकति गम्भीर विषय होइन। जेनजी नै प्रधानमन्त्री हुनुपर्थ्यो भन्ने कुरो त आएको हो। हिजोको दिनमा सुशीला कार्की कि सुषमा के नाम हो, सुशीला कार्की प्रधानमन्त्री प्रधानमन्त्रीज्यूले मलाई यो कुरामा चित्त बुझेको छैन। सिधा कुरो भन्दाखेरि यसको म कटक्ष नै गर्छु, यसलाई चाहिँ म सपोर्टै गर्दिनँ सिधा कुरो भन्दाखेरि। किनभने के भन्नु, यसलाई कसरी भन्नु, यो अत्याएको हो। यो चाहिँ कतै कतै गेम खेलिदिएको हो जस्तो लाग्यो। जस्तो जेनजीको मनमा पाप छैन, तर मैले पनि यो 33वटा पार्टी खोल्ने यो पनि पार्टीकै गेम हो। यहाँ अग्रज, इन्टरपोल, रकै गेम हो। र यो ब्यास डिसिजन भन्छु म सिधा गर्ने भाइ 3 दिनमै सबै कुरा हुन्थ्यो क्या। तर कानुन बुझ्दै जाँदाखेरि केपिओलीको सम्पत्ति पनि त राष्ट्रियकरण छ, कसरी छानबिन गर्नु। र पुरानो खेलाडीले नयाँ खेलाडीहरूलाई अलिकति झुक्याउँछ, छल्छ। त्यो छल प्रविधिबाट बच्न चाहिँ नयाँ खेलाडीले सिक्नुपर्छ। यही भयो अन्तिममा। रवि लामिछानेलाई टपक्क लिएर आयो, फेरि स्वाट्टै भोलिपल्ट नै जहाँबाट ल्याएको तिनीहरू लगियो। अनेक लामिछानेको मनमा अलिकति पाप देख्यो हो। किनभने उहाँलाई सरकारले संविधान पढिसकेको भए चाहिँ उहाँ निस्किँदा भयो। हामीले गुन्डा भनिरहेको, नाइके भनिरहेको दीपक मोरङले चाहिँ किन भाग्नु? भाग्नुमा त उहाँभन्दा एक्सपर्ट त दीपक दाई हुनुहुन्छ होला होइन। रवि लामिछाने भन्दा त धेरै एक्सपर्ट हुनुहुन्छ होला, किन जानुभयो? उहाँ भन्दा नि अवधिक देखेको मैले त यो कुरालाई। अवसरवादी मलाई चाहिँ के लाग्यो भने सबै कुरो भइहाल्यो, अब भइहाल्यो, निक्लिहाल्यो। तर राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छेहरूलाई चाहिँ योपालि आन्दोलनमा अलिकति चाहिँ पुसअप गरेको जस्तो देखियो क्या। झापीकै कुरा गर्नुहुन्छ, बाहिरै कुरो गर्नुहुन्छ, कतै कतै एकजना माथि चाहिँ सबै पोखियो जस्तो लाग्छ। ठिक छ, अबको बाटो के त? अबको बाटो जहाँ छौँ, भोटर कार्ड सबैजनाले रेजिस्टर गरौँ, सही बोलौँ, बोल्न नडराउँ, जो ठिक छ त्यसलाई तपाईँको स्वतन्त्र कुरा हो, मलाई नै दिनुपर्छ, हाम्रो टिमलाई नै दिनुपर्छ भन्ने कुरो होइन। झापामा जो जस्तो छौँ, तपाईँलाई के ठिक लाग्छ त्यो तरिकाले चल्नु न। अबको बाटो त्यही हो। तर देशप्रति, राष्ट्रप्रति एकचोटि इमान्दार हुनु, हामी भन्नु सिक्नु, म भन्न चाहिँ हटाइदिनु। पार्टीभन्दा अगाडि देश हुनु पर्यो भन्ने कुरा सिकौँ। पार्टी त अब पार्टी भन्ने कुरो त के, अस्ति 23-24 गते पार्टी नै थिएन, देश त थियो त यार। पार्टी भन्ने कुरो त अब बिहान पार्टी छोड्यो भनेर राति फर्किनेहरू त अवसरवादीहरू पनि छन्। पार्टी त पार्टीका, म पार्टीका नेताहरूलाई के भन्न चाहन्छु भने नि, बिहान पार्टी छोडेर बेलुका फर्किनेहरूलाई चाहिँ पहिला तपाईँहरूले त्यसलाई त्यो मिसिङ पोइन्ट तिनीहरूलाई चाहिँ पकाउनु पर्यो क्या पार्टीले। यस्ता यस्ता हो दलहरू, बिचौलियाहरू। पछिल्लो समय त अनि एमाले घर फर्क अभियानै चलाइरहनु भएको छ त। रामकुमार झाँक्री लगायतका चाहिँ नेताहरू चाहिँ अहिले फर्किरहनु भएको छ। झाँक्री कुरो अहिलेको युवाले गर्नु भनेको त बेला आफ्नो मुख। म त्यस्तो यो झाँक्री साक्री मैले एमालेमा चिन्ने भनेको मैले राम्रो मान्छे भनेको स्वाङ नेमाङ, र म अर्को कुरै गर्दिनँ। युवा भएर उमेर मिलेर कि कस्तो के हो? किन युवा भएर, उहाँले गर्नु पनि भएको छ, उहाँको बुवाको पोर्टफोलियो पनि छ, संविधान उठाउने मान्छे पनि हो। र एउटा हुनुपर्ने गुण चाहिँ उहाँभित्र छ, धम्काउने, अरूलाई तर्साउने भन्दा चाहिँ समेटेर लाने चाहिँ मान्छे ठिक हुन्छ। मेरो भन्दा पनि हाम्रो है भन्ने कुरा चाहियो। घर छेउको एमाले चाहिँ काङ्ग्रेस र माओवादीले चाहिँ छिमेकी स्वतन्त्र छ भने त्यसलाई चाहिँ पेल्न मिल्दैन। त्यसलाई चाहिँ बुझाउन सक्नु पर्यो। बुझेन भने उसको स्वतन्त्रता हो। बुझाएर ल्याउनु न, युवासँग बुझाएर ल्याउनु न यो काङ्ग्रेसमा। अझै पनि कुण्ठाहरू कति धेरै गुम्सेर बसेका छन् है मनभित्र। छैन उनीहरू धेरै यस्तो हो, सबै कुरो मिडियामा बोलेर पनि सकिँदैन होइन।
मानव सभ्यतामा कतै कतै त के हुन्छ त्यो कुरै छोड्दिनँ। निन्द्रा लाग्दैन कहिलेकाहीँ त मुख छाड्नै मन लाग्छ, कहिलेकाहीँ चाहिँ होइन के हो यस्तो भन्ने तरिकाले फ्रस्ट्रेसन पनि हुन्छ। तर एमाले पनि शक्ति प्रदर्शन गर्न पाए, युवाले पनि पाए, हामीले पनि पाए, त्यसले पनि पाए, सबले पायो, तपाईँले पनि पाउनु। तर यहाँ पत्रकार साथीभाइहरूलाई एउटा कम्प्लिकेटेड म्यासेज म के दिन्छु भने पत्रकार, शिक्षक, हाम्रो सरकारी कर्मचारी, पुलिस प्रशासन लगायत विभिन्न क्षेत्रका मान्छेहरू चाहिँ तपाईँहरू पहिला आफ्नो जागिरलाई प्राथमिकता दिनु अनि मात्रै तपाईँहरू सङ्गठित हुनु है। सही कुरो भइरहेको हुन्छ त्यो पत्रिकामा आउँदैन, तर सङ्गठनमा के हुँदैछ त्यो अघि पत्रकारमा हावा खुसी कुरा आइपुग्छ क्या। पत्रकार दाजुभाइहरूले लगायत सबै सङ्गठनका मान्छेले बुझ्नुपर्छ। तपाईँलाई यो कुरा लाग्छ भने हामीले एउटा टिम बनाउँदैछौँ, त्यो टिमले चाहिँ तपाईँहरूलाई, हामीले पनि साइबर क्राइमहरू हामी पनि बुझ्छौँ, हामी पनि मुद्दा हाल्न एक्सपर्टै छौँ। अब जो जस्तो चल्छ त्यसलाई त्यसरी नै चलाइदिने हो क्या। अब बित्तामोडको केसमा यो मिटर ब्याज, दादागिरी सबभन्दा रेड लाइट एरिया बित्तामोड भइसक्यो। तपाईँ मेयर साहबले के अरे थाइल्यान्ड भइसक्यो, थाइल्यान्ड त भइसक्यो। घरबाट चेलीबेटी निस्किन राति डराइसक्यो, थाइल्यान्ड त भइसक्यो। कति क्राइम हुन्छ भन्ने कुरो त देखिरहेछ र खुल्ले आम यहाँ भइरहेछ भने त्यस्ता कुराहरूको सब टिप्पणी हामी नेपाल सरकार मार्फत गर्छौँ। त्यति त्यो बाटो चाहिँ मैले बनाएर आएको छु है। तपाईँलाई केही समस्या छ मिटर ब्याज विरुद्ध मलाई भन्नु, म सिधा भन्छु यहाँ झापा जिल्ला मान्छेलाई। तपाईँलाई गुन्डागर्दी गरिरहेछ, तपाईँमाथि शोषण गरिरहेछ भने हाम्रो टिमलाई भन्नु। बिगिरहेछ नि त गरिरहेछ। मिटर ब्याज अहिले चाहिँ त्यति धेरै सुन्नमा आएको छैन हाम्रो आसपासको कुरामा यहाँ होइन। तर केही समय अगाडि हो भने चाहिँ छ्यापछ्याप्ती नै थियो है। छ्यापछ्याप्ती नै घुस लिनु दिनु दुइटै अपराध हो। लिनु दिनु मिटर ब्याज दुइटै अपराध हो। लिने पनि अपराधी हो, दिने पनि अपराधी। तर लिने त आफै पनि समस्यामा परेर लिएको हुन्छ नि होइन र? अपराध हो। ड्रग्स बेच्ने पनि खाने पनि लतमा फसेर खाएको हो नि त। इन्डियन नम्बर प्लेटको गाडी तपाईँले झापामा कतिको देख्नुहुन्छ? मजाले देखिन्छ। 10वटा गाडीमा 6वटा गाडी इन्डियन नम्बर प्लेट। यिनीहरूले कर छलिरहेछ नि त, तिरिरहेछ नि त। र को हो भन्ने कुरा प्रमाण छ त छैन। अनि होला राम्रो मान्छेले पनि इन्डियन गाडी चढिरह्यो होला, ठिक छ, त्यसो पटक्ष नगरौँ। तर राति भइसके पछाडि इन्डियन नम्बरको गाडी बिहार नम्बर डब्लुबीको बिहारको गाडी बिर्तामोडमा देखिन्छ र इन्डियन मान्छे नै हुन्छ। हाम्रो चेलीबेटी नङ्गाएर नाचिरहेको हुन्छ, उनीहरू चाहिँ पैसा फेरेर जान्छन्। त्यो हो त राष्ट्रवाद, नेपालको संविधानको कुरो गर्ने। खोइ त्यतिखेर पार्टीका युवाहरू खोइ बोलिरहेको छैन नि त। युवा सङ्घ खोइ, वाइसिएल खोइ, अनि यता तरुण के भन्छ होइन काङ्ग्रेसको। अनि बोल्ने मान्छेलाई चाहिँ धम्काउने थर्काउने केही हुँदैन, केही हुनेवाला छैन। त्यो सबै चेन्ज हुन्छ। सबै कुरालाई हामी हेर्दैछौँ, वाच गर्दैछौँ। यहाँ हाम्रो सानो बित्तामा 4वटा 2वटा 3वटा क्यासिनो छ। दिस विल ओन्ली एलो इन्डियन पिपल्स क्या। टुरिज्म हो नि त। डान्स बार छ, के हो यो? घरै पछि डान्स बार छ। कसले स्वीकृति दिइरहेको छ? सिटी प्लानिङ खोइ रेड लाइट एरिया घोषणा गर्नु न। समाजलाई तनाव दिइरहनु भएको छ र दादागिरी गरिरहनु भएको छ बन्छ राखेर। त्यस्तो हुन्छ। खेलै खेल छ क्या यहाँ। र यो खेललाई अन्तिम गर्न चाहिँ जडदेखि उखाड्नलाई चाहिँ यहाँ मन्त्री चाहिन्छ। यो जिल्लालाई मन्त्री चाहिन्छ र मन्त्री म जस्तो केपेबल भएको निडर मान्छे चाहिन्छ कि म नै भए पनि अरू नै भए पनि। रजनीकान्तको फिल्ममा छ नि के हो हिल गएन भन्ने टाइपको हुनु, हिलाउन सक्नु पर्यो र म हलाउन तयार छु। अब मारोस् यहीबाट भनिदिन्छु। भोलि मलाई केही भयो भने म लेखेर दिएको छु मेरो घर परिवारलाई, मेरो टिमलाई, यो 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 मान्छे हो है। त्यो टेन्सनै छैन, तिनीहरूको आफै हुन्छ। सबै लेखेर मैले गृह मन्त्रालयदेखि लिएर यो सुजन गुरुङदेखि लिएर मिराजदेखि लिएर सबलाई लेखेर यो 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 मान्छे रेखान्तरित हो, त्यो बाहेक कोही पनि हुन सक्दैन। तर म आफ्नो क्षेत्रमा काम गर्छु। म कसैलाई डिस्टर्ब गर्दिनँ। तर गलतलाई गलत चाहिँ कानुनले, जुन कानुन प्रक्रियामा संविधान अनुसार गलत छ भने त्यसलाई चाहिँ सजाय हुन्छ। त्यति टुक्रो।
तर यसरी दिन दहाडे व्यापारी व्यवसायहरू जाँदैछन् चाहिँ कहाँ त? विकास दाइको कुराले मलाई एकदमै ट्रिगर गर्यो। चक्कु बोक्दा घोचु घोचु लाग्छ, कलम बोक्दा लेखो लेखो लाग्छ, त्यही भयो, केही पनि होइन। जस्तो परिवेशमा हुनुहुन्छ त्यस्तै हो। यहाँ एउटा टिचिङ कलेज ल्याउनलाई दुर्गा पसैले त्यो खण्डार भइसकेको थियो। कत्रो दुःख गरे। यहाँ एउटा इन्जिनियरिङ कलेज खोल्नलाई त बस पार्कको अहिले भर्खर दिएको छ त्यसलाई स्वीकृति। एउटा नर्सिङ कलेज खोल्नलाई, एउटा एलएलबीको लागि त्यो गोविन्द्रले कति प्रयास गर्यो। तर यहाँ एउटा डान्स बार, यहाँ अवैधिक धन्दा, सुपारीको चलखेल, यो गृहबन्धु टेस्टको लफडाहरू सजिलै आउँछ। यहाँ सबै भन्नु न, विभिन्न फोनहरू आउनु थालेको छ। यहाँ को कसरी कहाँबाट घुमाएर के हुँदैछ सबै कुरा थाहा हुन्छ हामीसँग। इच एन्ड एभ्री कुरा हामीले राखेको छ। तर हामी यहाँ चाहिँ कुरो गर्दैनौँ क्या, किन यो सेन्सिटिभ ठाउँ हो। समय आउँछ, समय आउँदैछ, सबैको आउँछ, समय आउँदैछ। अब मलाई जस्तो लाग्छ यो सरकार पनि ढल्न सक्ला। नयाँ सरकार आयो भने माधव झा चाहिँ मन्त्री हुन्छ। त्यति बेला नम्बर अफ एज पनि लगभग मेलो लागिसक्छ। यस चुनाव हुँदैन त्यति बेला, ढुक्क चुनाव हुँदैन, आगामी फागुनमा चुनाव हुँदैन, ढुक्क हुन्छ। किन कहाँ के कसरी त्यतातिर नजाउँ त्यो धेरै कुराहरू छ। त्यो एउटा यो मिडिया मार्फत भन्नुभन्दा सबैले बुझ्ने कुराहरू बुझ्नुपर्छ। चुनाव हुँदैन, चुनाव भयो भने वैशाखमा होला, फागुनमा हुँदैन। इन्टरनेसनल रिलेसन फागुनमा आउन सक्छ, स्वाभाविक छ। हतियारहरू बाहिर छ। यी पार्टीका नेताहरूले चुनाव नलड्ने भनिदियो भने 40% कि 50% भन्दा मुनि भएन भने त्यो पनि सबै मिलाउनु पर्छ। र हामीलाई चुनाव छिट्टो चाहिएको थिएन क्या, त्यसको लागि आन्दोलन गरेको होइन। हामीलाई पनि प्रिपेयर हुन टाइम लाग्छ। सो जस्तो चुनाव वैशाखतिर होला कि नत्र चुनावै नहोला कि जस्तो सिन्छ। तर यो सरकार चाहिँ रहँदैन। राष्ट्रिय सहमतिमा सरकार आउँछ। संविधान फेरि पनि उच्च लेजिस्लेचरमा र केही कोट्याएर बन्नेछ र सांसद फेरि पनि सुचारू हुनेछ। तर 60% पार्टीमा जाला जस्तो कुरो छ र 40% हामी जस्ता युवामा होला जस्तो कुरो छ। तर फेरि पनि चुनाव चाहिँ हुँदैन। यो हो भने चुनाव हुँदैन। देशमा द्वन्द्व चाहिँ निम्ति दिएर चुनाव भयो भने यहाँ जुसै कसलाई के गर्ने, कहाँ के हुने हो चाहिँ। मैले जेएनजी पक्रेको, जेएनजी किन पक्ड्ने यार, त्यस्तो मान्छे मारेर भाइ कैदीहरू चाहिँ घुलिआम हिँडिरहेछ अनि जेएनजी पक्रेर हुन्छ यार। बेचारा भाइ बहिनीहरू कहाँबाट कहाँ होम लिएर चाहिँ 2टा ढुङ्गा हान्न गएकोहरूलाई पक्रेर खत्रै काम गरे जस्तो लाग्यो जस्तो कुरा भयो क्या। यो चाहिँ अलिकति यस्तो यो इन्टरफेयर भयो क्या। यो चाहिँ राम्रो कुरो होइन क्या। ठिक छ माधव, एकदमै आफ्नो व्यस्त समयको बावजुद पनि हाम्रो पोडकास्टमा समय दियो माधवले, होइन? कस्तो लाग्यो आजको यो सन्दर्भ कुराकानी? एकदम हामीले सरल भाषामा जो कोहीले बुझ्ने ढङ्गबाट चाहिँ यो कन्भर्सेसनलाई हामीले अगाडि बढाउने प्रयास गरेका थियौँ। कस्तो के भयो आज? भन्नुपर्ने कुराहरू त एकदमै धेरै नै थिए, होइन? तर यो केही समयको परिधिभित्रमा पक्कै पनि अटिएन। आजको अनुभव कस्तो रह्यो? निकै दिनदेखि हाम्रो कसरत चलिरहेको थियो। तपाईँले निकै दिनदेखि भनिराख्नु भएको थियो, मलाई विभिन्न मिडियाबाट नि आइरहेछ। अहिले बोल्नुभन्दा पनि काम गर्ने बेला, युवाहरू पनि सचेत बस्नु, होइन? कसैले कसैको युवाहरू यो खुट्टा तान्ने काम नगरौँ। एकजुट हौँ, स्वतन्त्र युवाहरूले चाहिँ एक प्यानल बनाऊ। तपाईँहरू हुनुहुन्छ भने सम्पर्कमा आउनु। कतै शोधित कतै नराम्रो कुरो क्रियाकलाप हुँदैछ भने बाज्नु, बोल्नु, र हामीसँग सम्पर्क गर्नु। हामी लिड गर्छौँ। र तपाईँको यो पोडकास्ट मलाई तपाईँसँग एउटा इच्छा नै थियो, होइन? तपाईँले भनिराख्दाखेरि चाहिँ कस्तो चाहिँ तपाईँले गर्नुहुँदो रहेछ, तपाईँको पनि मलाई पर्फर्मेन्स मन पराउनु। एकदमै खुसी लाग्यो। थ्याङ्क यू यार।